हेलो हाई नमस्ते साथीहरू, आशिका युट्युब च्यानलमा फेरि पनि स्वागत छ। अनि आजको भिडियो सँगसँगै मेरो दिनहरूको पनि सुरुवात भइसकेको छ। अनि आजको मेरो भिडियो चाहिँ के कस्तो लाग्छ हेर्दै गर्नु ल। हजुर काट्दिन है, काट्छु के टाउको नुहाउनु छैन। खुइ खुइ नाना चाहिँ 1 वर्षपछि नुहाउनुहुन्छ के। तपाईहरु हेर्दै थाहा पाइहाल्नुहुन्छ मेरो बहिनीको श्रोता मित्र जीवहरू। सुर्दा सुर्दा नम्दा नम्दा गनाउँछ यो। हजुर हजुर तपाईँ चाहिँ बागमती चामल जस्तो नुहाउनु। साँच्चै भन्नुपर्दा चाहिँ दिदी 1 वर्षपछि नुहाउनुहुन्छ। अनि आज चाहिँ नुहाउने दिन परेछ दिदीको चाहिँ। अनि मैले पनि फेरि यसो भिडियो खिचौँ न के त्यत्तिकै बस्नु र भन्ने भयो। अनि भिडियो यसो खिचेको। 1 महिनामा हिजो मात्रै नुहाएछ है। म हिजो चर्च गइहालेको थिएँ त्यति बेला चाहिँ। अनि 1 महिनामा एकचोटि नुहायो त्यो चाहिँ बिहा जित्तै भयो। त्यति सरम न भन्नु त। ल मैले चाहिँ 1 महिनामा चाहिँ होइन, 1 महिनामा 4-5 चोटि चाहिँ नुहाउनु चाहिँ नुहाएँ है। आशिकाले 1 चोटि नुहाउँदा त मैले 50 चोटि टाउको मात्रै नुहाएँ। होइन है लो दार लु साथीहरू यत्रो भिलेन बनायो होइन। म चाहिँ टोपी चाहिँ लगाएकै छु भन्नै पर्दामा चाहिँ यहाँ चिसो लाग्छ नि त। आफ्नो ज्यानको सुरक्षा गर्नु पर्यो, नत्र फेरि मरिन्छ कि मरिन्छ। अहिले गरुको खोकी छ एकदमसँगले होइन। गाउँ जाउँ के हो छ मजाको। अब पाक्न लाग्दैछ, भर्खरै भाला आउँदैछ। अब म चाहिँ अघि टोपी लाग्थेँ, अहिले ज्याकेट लगाएर यतातिर घुम्दैन कि कति बस्नु भनेर। गाउँघरको जस्तो ठ्याक्कै आरू फुलिराखेको रहेछ क्या, कति मजाले आरू मजाले फुलिराखेको छ। म चाहिँ यहाँ रुमदेखि अलिक यताको ठुलो निस्किसकेको छु। टनेलहरू लम्बा छ, गाउँहरू छोड्नु भएको छ, तोरीहरू फुलिरहेको छ एकहरु रामा रामा। मैले चाहिँ साथीहरू तपाईँहरूलाई त्यहाँ तोरी फुलेको पनि देखाउने छु। म आइसकेँ तोरी फुलेकोमा नि। तोरीहरू चाहिँ यसरी फुलिरहेछ। छि कस्तो बुझ्नु न हौ। लु हेर्नु त साथीहरू, यस्तो मजाले तोरी फुलेको छ कि, यस्तो मजाले फुलेको छ कि होइन। हेर्दा नै ओहो वाउ के राम्रो, कति राम्रो खालको छ नि त फुलै। त्यही भएर यसो घुम्नु पऱ्यो नि त साथीहरू। फुललाई पनि बाई बाई। म चाहिँ फुलतिरै निस्किनु पर्यो एकछिन होइन। एउटा टिकटक पनि बनाएँ। म चाहिँ काठमाडौँ कहाँनिर बस्छ सोच्नुहुन्छ होला होइन। म चाहिँ ठ्याक्कै काठमाडौँ ललितपुर सिद्धि सानो गाउँ छेउमा बस्छु। यस्तो छ क्या गाउँ, एकदम रमाइलो छ जिन्दगी। यो चाहिँ यता चाहिँ ऊ पर्छ कोटेश्वर। यता यो साइड चाहिँ पर्छ, यो साइड कोटेश्वर। अनि यो साइड कुन कता पर्छ ला मैले नै बिर्सेँ। अनि यो पारीको डमाइटार। साथीहरू म चाहिँ रुमतिरै फर्केँ। हावा कस्तो मिठो चलिरहेको छ। कति बस्नु रुममा पनि भनेर मलाई यतातिर हावा खान के हावा अक्सिजन पनि लिनु पऱ्यो नि त फेरि होइन। अक्सिजन दिएर भने गाह्रो हुन्छ, बिराम हुन्छ। म अस्ति बिराम लिएँ, अहिले रुममा अब आइपुगेँ भनौँ न होइन। त्यहाँ दुई पाइलोको बाटो आइपुगिहाल्दैछु। म चाहिँ रुम आइसकेको छु। अब दिदीले चाहिँ अचार बनाउनुहुन्छ होइन। अचार कि
के भन्छ अचार होइन अचार भनौँ न मेरो खासै राम्रो बोल्दैन ए पनि तपाईँहरूले बुझिदिनु न मुलाको अचार बनाउन लाग्नुभएको छ अनि मुलाको अचार चाहिँ नाङ्लोदेखि बाटामा सार्नु हुँदैछ अनि के गर्नु हौ ए जाट सिल पस्यो क्या हौ कति लाग्छ यसले पुग्छ खोर्सानी पर्खिन्छ है तेल पर्न खतरा गरी भनेर त मान्छेले एउटा पनि हुने बेला भएछ यो त एकछिनमा त सबै गयो यार मेरो तपाईँ नै बाँध्नुहुन्न गाह्रोको जिन्दगी छ त पार्दै आफै यही सुन्नुपर्छ अब साथीहरू राख्नु को राख्नु सुँग्ने साथी त राख्नु पर्थ्यो राख्नु पर्थ्यो नि आफ्नो आफ्नो कोठा छ मुसा जस्तो मुसाको चाल हात्तीले लागि गरे हजुर हात्तीको चाल मुसाले होला त्यत्रो ठुलो ल छ सप्लाक र सुप्लुक गर्छ होइन हात्ती हिँडेकै थाहा पाइँदैन मुसाले त संसार भन्छ हेर संसार एउटा त डब्बा चिका पारे अर्को डब्बा होइन हजुर के अरे उयो पनि होइन के अरे मेलिना मेलिना पनि होइन म त कस्तो कस्तो गीत गाउनु लाउनु न म गाइहाल्छु क्या अलिक कलरै आएन कि हुन्छ कलर कतिको आएको छ आएको छ नि हजुर हुन्छ होला यतिकै राखिदिउँ अझ चाहिँ हामीले सिम्पल ल्याउँछौँ होइन तरिका के पसिहाल्दाको उता चाहिँ अब सिम्पल सेल बोल्दा छिमेकीले सुन्छन् अनि फेरि हाम्रो बुढी दुख्छ नि त अनि बिस्तारै बोलेको क्या साथीहरू हामी चाहिँ यहाँ सेलरोटी बोल्दैछौँ अनि अब किन नबोलेको भन्नुहुन्छ भने चाहिँ नि छिमेकीहरूले सुन्छन् अनि फेरि आउँछन् नि त के गर्दैछ अब आफै चाहिँ दिनु परिहाल्छ नदिखाउँ भने पेट दुख्छ त्यही भएर
조절라. भयो फलजुङ पठाइदिनु पर्ने। पठाइदिनु पर्छ। Bumpak. Anche? Anu in दिदी चाहिँ बोल्नु हुँदैछ, म चाहिँ हेरेकै छु। अब छिमेकलाई छिमेक गरेर जस्तै राम गर्ने कि भन्ने कुरोहरू चाहिँ मनमा आइरहेछ। दिदी चाहिँ त्यही बोल्दै हुनुहुन्छ। हामीले चाहिँ रोटी पोलिसक्यो, दिदीले चाहिँ लानु हुँदैछ छैन उता। अनि चाहिँ छिमेकमा बट्टिमेक गर्नु त मन थिएन, त्यही पनि आइहाल्नु पो होइन। अनि दिउँ मन अलिकति चिउँ भयो भनेर कसले भन्छ साथीहरू? हामीले चाहिँ त्यतिकै जोक गरेको, मजाक गरेको। तपाईँहरूले फेरि त्यस्तो नराम्रो चाहिँ नसोचिदिनु होला है। रोटी खाना मटन नखाने भन्नु पर्थ्यो, मेरो पेटमा खुद्रा थियो त पट्टै खाएको। साह्रै नबजेर खिची है बालाको भन्न हो है कृष्णा आइज छोरी खाना अचारै मिठो छ मैले बनाएको चाहिँ गाई खै दिउ कोक छैन खाली दिउ र कोक नखुल्नु मिठो छ माथि सुसो जरा पनि पाक्दैछ त्यो खान्छ छ्यामा रोटी टुरो कहाँ गएछ खोइ के रोपनको हो प्रिन्सिपल सरले त्यही छ त्यही भएर प्रिन्सिपल कि अर्को स्कुलको प्रिन्सिपल अचार खाने अरे अचार पनि झोला जस्तो छैन काँटा खिच्दैन फोरहरू ननिस सफा आज हस्के इन द फ्यासन खाऊ है
गम्म त्यसो गर्दैन रुन थाल्यो भने त्यति गर्दैमा रोएपछि मलाई रिस उठ्दैन म ठुलो नकरायो भने ठुलो छोरीले करायो भने फेरि हस्त साथीहरू यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि आजको मेरो भिडियो चाहिँ के कस्तो लाग्छ कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला। साथै लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु पनि नभुलिदिनु होला भन्दै फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ। बाई बाई साथीहरू।